नमस्कार तथा स्वागत। हामी फेरि पनि उपस्थित भएका छौं एकैछिनको विश्रामपछि र आज हामी नेपालभरि त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थीको युनियनको चुनाव नजिकै छ। चुनावी माहौल सरगर्मी बढ्दो तापक्रमसँगै तातिरहेको छ। यसै सेरोफेरोमा छलफल गर्न आज हामीले नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अभिषेक दाहाललाई आमन्त्रण गरेका छौं। दाहालजी नमस्कार। धन्यवाद सर। आराम हुनुहुन्छ? सन्चै छु सर, हजुर पनि सन्चै। खास गरेर विद्यार्थी चेतनाको संवाहक हो र तर नेपालका विद्यार्थीहरूलाई पढाइ भन्दा बढी राजनीति लाग्छ भन्छ नि, यो साँचो हो यो आरोप? होइन, यो गलत बुझाइले भनेको हो। हजुर। तर हामी चेतनशील प्राणी मानिसलाई भन्छौं नि। हजुर। तर हामी जतिको चेतना अलिकति मानिसहरूमा यो हुन त राजनीतिक वितृष्णाको कुरा पनि तपाईले यसमा भित्र रूपमा साहित्य रूपमा मलाई भन्नुभयो। तर वितृष्णा हुनुको कारण चाहिँ अलिकति राजनीतिक दललाई पनि प्रभाव पर्न जान्छ। तर स्वतन्त्र विद्यार्थी युनियन अथवा यिनी दल संगठनबाट वितृष्णा हुने विद्यार्थीहरूलाई म के सल्लाह सुझाव दिन चाहन्छु भने, हाम्रो जो अहिले हुन गइरहेको सोभियो निर्वाचन छ नि, मैले थोरै यहाँ जोड्न खोजेँ तपाईँलाई। सोभियो निर्वाचन भने विद्यार्थीहरूको छाता संगठन हो। यसमा जस्तो माथि नेपाल सरकारमा जति हाम्रा सांसदहरूले गर्दा सरकार चल्छ, त्यस्तै यहाँ पनि छाता संगठन सोभियोले गर्दा विद्यार्थीको हक अधिकारका निमित्त लड्नका लागि सोभियो चुनाव हुँदैछ। यसमा चाहिँ सम्पूर्ण विद्यार्थीहरू यो सोभियो चुनावमा आबद्ध भएर आफ्नो अधिकार निम्ति लड्नु छ भनेपछि यसलाई हामीले कसरी यसलाई नराम्रो अथवा आजभोलिका विद्यार्थीहरू खालि यसमा मात्रै दौडिन्छन्, पढाइ हुँदैन, राजनीति मात्रै हुन्छन् भनेर कसरी भनौँ म? जस्तो दाहालजी यहाँले जोड्नुभयो, तर यो शैक्षिक संस्थाहरू भनेका त मन्दिरहरू हुन्, पवित्र मन्दिरहरू हुन्। त्यो मन्दिरका पुजारी भनेको क्याम्पसका गुरुहरू, कर्मचारी र विद्यार्थी हो। त्यसकारण त्यति धेरै विद्यार्थीको अधिकारहरू हनन हुने, विद्यार्थीको अधिकारलाई नै गुमनाम बनाउने त्यति धेरै कार्य के गुरुवर्गबाट हुन्छ र? नै, त्यस्तो चाहिँ हुँदैन। तर यहाँ कस्तो हक अधिकार भन्ने कुरा पनि छ फेरि। जस्तै हाम्रो सामुदायिक तपाईको समयमा परीक्षा हुनु पर्यो, समयमा पढाइ हुनु पर्यो। हजुर, विद्यार्थीको त्यही त हो। त्यही हो। अरू पनि छ, जस्तै एङ्गी क्याम्पसको छोडिदिउँ, अहिले राप्ती बोबेकै क्याम्पसको सन्दर्भमा कुरा गर्ने हो भने यो त सामुदायिक क्याम्पस हो। हजुर। यो नन प्रफिट अर्गनाइजेसन, गैर नाफामूलक हो। हजुर। तर यहाँ प्रत्येक वर्ष 10% विद्यार्थीको शुल्क बढाइरहेका छन्। यसमा यो सोभियोको एउटा पदाधिकारी उहाँ चुनिँदै गर्दा, उसले आवाज उठाइ गर्दा त्यहाँ हक अधिकारका निमित्त लड्ने हो हामी। त्यसका लागि हामी सम्पूर्ण विद्यार्थीलाई यहाँ म त यो तपाईको सरकारी विद्यालयमा मात्रै होइन, यो त निजी विद्यालयमा पनि लागू हुनुपर्छ। सोभियो निर्वाचन अथवा स्टुडेन्ट वेलफेयर काउन्सिल जस्ता हुनुपर्छ। त्यहाँ विद्यार्थी भोलिका यहाँका देश चलाउने भने त विद्यार्थीले होला नि त। यो अभ्यासको रूपमा हामी सिक्नुपर्छ, जानुपर्छ भन्ने कुरा हो। तर जस्तो अस्वस्थ प्रतिस्पर्धा गरेर विद्यार्थी बीच लडाएर त्यहाँनिर के हामी कानुनी शासन कुरा गर्ने के? होइन, त्यो तपाईँको यो राजनीति 1 महिना पढाइ लथालुङ्ग हुन्छ त्यो होइन, त्यस्तरी लगेका छैनौँ। हाम्रो तपाईँ राप्ती बोबे क्याम्पसमा हेर्नुहोस्, बिहान आजभोलि अब सोभियोको निर्वाचन तातिँदैछ, त्यो क्लास भइरहेका छन् सर। त्यहाँ क्लास भइरहेको छ, बिहान सरहरू आउनु छ, आफ्नो पिरियड पढाउनु छ, त्यहाँ विद्यार्थी पनि उपस्थिति छन्। हामीले त्यो विद्यार्थीहरूलाई ह्याम्पर गरेर प्रत्येक दिन 1 महिना अगाडि उनीहरूलाई बोलाएर कार्यक्रम त्यस्तो गरेकै छैनौँ हामीले। अनि जस्तो अर्को आरोप के छ भने विद्यार्थी त्यहाँको होइन, नामभरि लेखा छ। हजुर। तर राजनीति गर्नको लागि त्यहाँ भर्ना गर्छ, अनि पछि देखिँदैन, चुनाव आउँदा देखिन्छ, अनि पछि पद खान्छ, हिँड्छ भन्छन् नि। त्यसको लागि त विद्यार्थीले मूल्याङ्कन गर्नु पर्यो। यो सब विद्यार्थीकै हातमा छ। उनीलाई अब कुनै राजनीतिक दलले टिकट दिन्छ होला, उम्मेदवार बनाउँछ होला, कुनै सङ्गठनले उम्मेदवार बनाउँछ होला, तर त्यसको लागि त सबभन्दा विद्यार्थीको मूल्याङ्कन जरुरी छ। त्यहाँ विद्यार्थीको मत अधिकार, उनीहरूको आफ्नो सुनिश्चित अधिकारले मत हाल्ने हुन्, त्यसको आधारमा डिपेन्ड हुन्छ। विद्यार्थीले मूल्याङ्कन गर्छन् भन्ने लाग्छ मलाई। जस्तो अब कोही न कोही विद्यार्थीसँग विचारधारा हुन्छ, त विचारधाराको आधारमा उसले टिकट पाउने हो। तर टिकट लिँदा पनि त्यहाँ पार्टीको गुलाम गरेर पार्टीका आसेपासेहरूको भक्ति गान गर्ने मात्रै टिकट पाउँछ भन्छन् नि त। त्यो होइन, हाम्रोमा छैन त्यो।
हाम्रोमा किन छैन भन्दाखेरि हाम्रो नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ हो। हजुर। तर यो नेपाली काङ्ग्रेसको छुट्टै विधान छ, नेभी सङ्घको हामी नेपाली विद्यार्थी सङ्घको छुट्टै विधान छ। यसमा हाम्रो पार्टीले खेल्न पाउँदैन। यसमा हाम्रो केन्द्रीय सदस्यज्यूहरू हुन्छ। हाम्रो केन्द्रीय अध्यक्ष दोजाङ शेर्पाले के भन्नुभएको छ भन्दाखेरि उहाँले अब विवादित ठाउँमा चाहिँ सब सरसल्लाह नेभिसनकै बसेर समाधान गर्ने तर पार्टीलाई नदिने। हाम्रो निर्णय पनि त्यही भएको छ। जहाँ जहाँ हाम्रो यो दाङ जिल्लाभरिको हामी नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य बसेर हामीले के निर्णय गरेका छौँ भनेपछि यसमा हामीले पार्टीलाई दिँदैनौँ, हस्तक्षेप गर्न दिँदैनौँ, हामी आफै मिलाएर लान्छौँ भनेर हामीले गरेका छौँ। हाम्रो नेभिसनमा चाहिँ हाम्रो पार्टीले चाहिँ गर्दैन, अरू दलमा के हुन्छ त्यो चाहिँ थाहा भएन मलाई। ल 36-37 सालदेखि सोभिको जन्म भएको, त्योदेखि आजकोसम्म इतिहास हेर्दाखेरि पार्टी मूल पार्टीलाई उता राखेर नेभी सङ्घले यति ठुलो डिसिसन गर्न सक्छ लाग्छ तपाईँलाई, कि मनमा छातीमा हात राखेर भन्न सक्नुहुन्छ कि नेभी सङ्घले निर्णय गर्छ? अहिले म आफै स्वयं अहिले नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य छु। म यही दाङ तुलसीपुर राप्तीबोबे क्याम्पसको विद्यार्थी पनि हो। म आफ्नो सङ्गठनमा म तपाईँलाई दावाका साथ भन्न चाहन्छु, यो पटक विद्यार्थी सङ्गठन आफैले उम्मेदवार खडा गर्छ। हामीले कुनै हाम्रो राजनीतिक पार्टी दललाई हामी दिँदैनौँ। त्यसमा लेखेरै राख्नुहोस् तपाईँ। हाम्रो एउटा होमवर्क भइरहेको छ, छलफल भइरहेको छ, कसलाई दिने के गर्ने भन्ने हिसाबमा। यहाँ त फेरि पार्टीभित्र पनि फेरि त्यहाँ के छन् विभिन्न ग्रुपिजमहरू छ है। त्यो ग्रुपिजमको शिकार नेभी सङ्घ बन्दैन। हाम्रो साथीहरू कहिले अरू साथीहरूसँग हामी क्याम्पसमा जाँदै गर्दा कोही साथीहरू अन्य विद्यार्थीलाई आफ्नो विचारधाराहरू सिकाइराख्नु भएको छ, कसैलाई धेरै कुरा सिकाउनु भएको छ। हामी लास्टमा सोभि चुनावमा हामी साझा उम्मेदवार हाम्रो एक मात्रै हुनेछ यो पटक। अनि फेरि रुस्टर त फेरि स्वतन्त्र हालेर उम्मेदवार दिला नि त फेरि त्यो हुँदैन। योचोटि हामी मिलाउने पक्षमा छौँ, हामी त्यसको होमवर्क गरिरहेको छौँ। अब 27 गते मनोनयन दर्ता छ, हामी भोलि नै यसको टुङ्गाउने विषयमा छौँ। हाम्रो यो पटक साझा उम्मेदवार हुन्छ। हामी बागीहरू त्यो स्वतन्त्रहरू हामी उठाउने उसमा छैनौँ। जस्तो यहाँ त केन्द्रीय सदस्य पनि हुनुहुन्छ। योभन्दा अघिल्लो कार्यकालमा दाङका धेरै क्याम्पसहरूमा तपाईँका विभिन्न पार्टीका सङ्गठनहरू बसेर निर्विरोध पनि गर्नुभएको थियो बाँडेर। नेभी सङ्घलाई यो क्याम्पस, अन्डा सबुलाई यो क्याम्पस, क्रान्तिकारीलाई यो क्याम्पस भनेर टिकी पर्दा गर्नु भएको थियो र विद्यार्थीहरू त्यो बेला मत दिनबाट वञ्चित भएका थिए। अहिले के छ तयारी, के छ? चुनावी हुन्छ या फेरि प्रायः जस्तै टिको लाएर उही नेताका आसेपासेलाई त अध्यक्ष त उपाध्यक्ष त सचिव भनेर टिको लाएर दिनुहुन्छ? अहिले हाम्रो चाहिँ दोजाङ शेर्पा हाम्रो केन्द्रीय अध्यक्षले हामी सिङ्गल चुनावमा लड्ने भनेर भनिसक्नुभयो। हजुर। हामी चाहिँ अहिले हामी नेपाल विद्यार्थी सङ्घ एक सिङ्गल उम्मेदवार हामीले खडा गर्छौँ। हामी कोहीसँग गठबन्धन गर्दैनौँ। तर कुनै कुनै क्षेत्रमा कस्तो हुन्छ भन्दाखेरि जहाँ अब मान्छे नै पुग्दैन त्यस्तो पनि विद्यालयहरू छन्। त्यसमा उम्मेदवारी नपुग्ने क्याम्पसमा त के क्याम्पस भन्नु भयो र त्यस्तालाई? अब क्याम्पसको रूपमा उनीहरू छन्, अब उसलाई क्याम्पस नभनेर के भन्ने। अब हाम्रो त कागजमा क्याम्पस छ, विद्यार्थी छैनन् त्यस्तो पनि छ। कुनै अब निजीकोमा पनि हामीले फेरि त्यहाँ पनि मिलेरै जाउँ, सबै आखिरी हामी सबै हक अधिकारका निमित्त लड्ने हो, मिलेर जाउँ भन्ने हिसाबले मात्रै भएको हो। अहिले चाहिँ हाम्रो मेन क्याम्पसमा चाहिँ हामी सिङ्गल चुनाव लड्छौँ, हामी कोहीसँग गठबन्धन गर्दैनौँ। र अर्को कुरा फेरि यहाँनिर मैले जोड्न चाहेँ अभिषेकजी, राप्तीबोबे क्याम्पसको सन्दर्भ हेर्ने हो भने यो सामुदायिक क्याम्पस, जनताको पसिनाले सिञ्चित भएर जन्मिएको क्याम्पस अहिले लगभग यो टियुबाट यो आङ्गिक हुनको लागि अलिक समाधान प्राप्त मात्रै छ र उतातिर मध्यपश्चिम विश्वविद्यालयबाट पनि धेरै प्रक्रियाहरू भएका थिए। यो आन्तरिक किचलोले गर्दा यो अलिकति स्ट्रङ हुन सकेन, सरकारी मापदण्ड जान सकेन। तर यहाँ विद्यार्थीहरू अहिले यो तपाईँहरू आउनुभयो भने यो विश्वविद्यालयको आङ्गिक बन्न केही लायक छ? धेरै कुरामा छ। यो राप्तीबोबे क्याम्पस धेरै पुरानो, मध्यपश्चिमकै हामीले पुरानो भन्छौँ अझै पनि, त्यो हो पनि। तर यहाँ यो विद्यालय यो हाम्रो क्याम्पस कस्तो भन्दाखेरि यहाँ तुलसीपुरका मात्रै विद्यार्थीहरू छैनन्। यो साबिकले राप्ती अञ्चल मध्यपश्चिमलाई हेरेको छ। रुकुम, रोल्पा, प्युठान, बाँके, बर्दियाबाटका प्रतिनिधित्व गर्ने विद्यार्थीहरू छन्। यो क्याम्पसलाई आङ्गिक बनाउन हामी सजिलै सकिन्छ। तर अहिले चाहिँ माथि अहिले रोकेको छ। हामीले यो पहिला पनि हाम्रो सञ्चालक समितिसँग कुरा गर्दै गर्दा धेरै कुरा हामीले नयाँ फ्याकल्टी पनि ल्याउन खोजिरहेको छौँ यहाँ आइटी सम्बन्धीका। अहिले रोकेको कारणले मात्रै हो। अब भोलिका दिनमा यो हुन्छ, तपाईँ यसमा पनि विश्वस्त रहनुहोस्। जस्तो राम्रा अझै पनि के भयो भने त्यो कर्मकाण्डी प्रक्रियाको उही शिक्षा मानविकी व्यवस्थापन मात्रै हुने,
अरूको चार्मिङका बिबिए बिसिए हुन्छ नि यस्ता विषयहरू नल्याइदिने र अनि पछि गएर एउटै टिचर बिहान पनि त्यही टिचर दिउँसो पनि त्यही टिचर साँझ पनि त्यही टिचर यसले गर्दा पनि अलिकति समस्या छ भन्ने सुन्नमा आउँछ के हो तपाईँले भने ठिक हो हामीले अहिले आइटी हाम्रो यहाँबाट विद्यार्थीहरू तुलसीपुरकै अथवा दाङवासीकै राप्ती बबे क्याम्पस सरकारीमा नहुँदै गर्दा बाहिर जिल्लामा जानुपर्छ त्यो छ त्यो हामीले सबै बुझेको पनि छौँ भोगेको पनि छौँ अहिले चाहिँ हाम्रो मेन क्राइटेरिया कहाँनिर छ भन्दाखेरि नेपाल सरकारले नै यसमा अहिले बन्द गरेको छ त्रिभुवन विश्वविद्यालयले नै यसले पछि गरौँला भनेर हाम्रो फाइल अगाडि बढ्या हो हाम्रो बबे क्याम्पसको क्याम्पससिप र सञ्चालक समिति गएर बढाउनु भएको छ यो रोकिने बित्तिकै अब उहाँबाट कस्तो आउँछ हाम्रो त्यसको उत्तरमा छौँ होइन भने हामी जसरी पनि बनाउनुपर्छ भनेर लागेका छौँ यो बनाएर पनि छोड्छौँ फेरि अनि त्यसपछि गएर यो कहिलेकाहीँ यो व्यवस्थापन समिति शिक्षक कर्मचारी बीचको किचलो पनि त्यहाँ देख्न पाइन्छ कहिलेकाहीँ र अघिल्लो चुनाव पनि त्यस्तै भएर भाडियो आदि विद्यार्थीले 4-5 विद्यार्थीले भोट हाले त्यसपछि त्यो गन्जागोलमै गयो र यो या त्यो बहानामा त्यसलाई के विद्यार्थीले दिएको मतको यहाँको क्याम्पस प्रशासन हो या व्यवस्थापन समिति हो या तपाईँहरू जस्तै विद्यार्थी सङ्गठनले ती विद्यार्थीले दिएको मताधिकारको त दुरुपयोग गर्नुभयो नि होइन त्यो भएको हो हामीबाट पनि त्रुटि भएको हो सबै सङ्गठनबाटै त्रुटि भएको हो त्यो त्यसमा चाहिँ कस्तो हिसाबले चुनाव रोकिया हो भन्दाखेरि म प्रष्ट बुझाइदिन्छु तपाईँलाई बिचमै रोकिनु पर्यो त्यो चाहिँ कस्तो भइदियो भने फर्जी जो परिचय पत्र हुन्छ नि मत हाल्ने हो त्यो भेटाएको कारणले गर्दा त्यो चुनाव रोक्न बाध्य भयो हो होइन भने हाम्रो 15 साल नै हुन्थ्यो अहिले 2 वर्ष पुगेर नयाँ आउनु पर्ने थियो त्यो भएको कारणले गर्दा रोकिया हो त्यहाँ फर्जी कुनै व्यक्तिहरूले चाहिँ फर्जी परिचय पत्र सबैको कलेक्ट गरेको उसमा देखा परेपछि चाहिँ चुनाव रोक्न बाध्य भएको अहिले त त्यस्तो हुन्छ कि हुन्न के छ त्यसको लागि पूर्व तयारी के छ हाम्रो आचार संहिता हामीले आचार संहिता त्यो बेला पनि थियो अहिले चाहिँ हामीले त्यही पहिलेकोलाई नै के केसमा त्रुटि भएको भनेर अहिले सच्याएर हामीले सबै सङ्गठनका हिजोको कमजोरीलाई आज सच्याएर अगाडि बढ्नु भएको छ हाम्रो निर्वाचन अधिकृतलाई हामीले सबै निर्णय दिइसकेका छौँ हामीले स्वयं व्यक्तिले लिनुपर्छ अनि अर्को कुरा चाहिँ अहिले हाम्रो नयाँ के छ भन्दाखेरि आइडी कार्ड चाहिँ हुनु पर्यो त्यसमा पनि मत हाल्नुको दिनदेखि त्यही एकजना उहीँकै अब मतदाताहरू त्यहाँ हाम्रो जति हुनुहुन्छ लाइन बाइक जानु छ कसैले लिन पाउँदैन अर्को कुरा निर्वाचन समितिले चाहिँ फेरि मत हाल्नलाई अर्को कागज दिन्छ त्यो त्यहीँनिर दिन्छ उनीहरूले मत हाल्छन् त्यो ल्याएर च्याथी दिन्छन् अनि बाहिर निस्किन्छन् अहिले हामीले त्यो हिसाबले छौँ अहिले चाहिँ त्यो फर्जी भन्ने त्यो अहिले कल्पना नगरे पनि हुन्छ अनि जस्तो चुनावी सरगर्मी तातेको छ यसो हेर्दाखेरि यो राप्ती बबई बहुमुखी क्याम्पसमा मैले कता यहाँको नाम पनि चर्चामा सुनेको छु अध्यक्षको लागि के छ तयारी के हो खासमा भनिदिनु न अब आकांक्षा सबै छौँ हामी साथी म मात्रै होइन हाम्रो सङ्गठनबाट धेरै साथीहरू हुनुहुन्छ आकांक्षीमा अब टिकट अधिकार सबैलाई छ जो इच्छा हुन पायो भने उसले सिफारिसको लागि नाम पठाएको छौँ हामीले सिफारिस दिने पनि निविसनकै हुन्छ पार्टीले कुनै हस्तक्षेप गर्दैन म पनि अलिकति म यहीँको विद्यार्थी रेगुलर स्टुडेन्ट भएको कारणले गर्दा सोभियो चुनावलाई मैले कसरी हेरिरहेको छु भन्दाखेरि यो त सबै सङ्गठनको एउटा साझा सङ्गठन हो यो यहाँ मात्रै होइन भोलिका दिनमा म यहाँको सोभियो अब मलाई सङ्गठनले ल ठिक छ यो उपयुक्त छ भनेर मलाई टिकट दिएर म विजय हुँदै गर्दा हामीलाई ट्युले सम्मेलन गर्छ सोभियो सभापतिहरूको त्यो सम्मेलनमा म जाँदै गर्दा त्यहाँ फेरि सोभियोको परिषद भन्ने अर्को हुन्छ सोभियो बिचमै चुनाव हुन्छ त्यहाँ मैले उम्मेदवार दिने सोच गरेको छु त्यो हुँदै गर्दा मैले त भोलि राप्ती बबे क्याम्पसमा भोलि हामीले आइटी ल्याउने सवालमा मेरो त्यहाँ नेटवर्क राम्रो बन्छ अब त्यसमा हामीले डाइरेक्ट त्यहाँको भिसीसँग कुरा गर्न सक्छौँ त्यो भएको कारणले गर्दा पनि मलाई अलिकति लागेको म चाहिँ विद्यार्थीहरूका निमित्त म अब विद्यार्थी सङ्गठनबाट अहिले केन्द्रीय सदस्य छु म चाहिँ सबै विद्यार्थीहरूको निविसनको प्रतिनिधित्व गरेर अब सङ्गठनले मलाई ठिक छ उपयुक्त छस् ल तँलाई दिन्छु भनिसकेपछि मेरो सोच चाहिँ अहिले हो तर म मात्रै हुनुपर्छ भन्ने सोच पनि होइन मेरो अब सङ्गठनले कसरी अभिषेकको ठाउँमा अर्को रामबहादुर भयो भने अभिषेकले सहयोग गर्छ कि फेरि हुँदैन म निविसनले जसलाई टिकट दिन्छ उसलाई म सहयोग गर्ने पक्षमा माथि केन्द्रीय सदस्य हो मैले त्यस्तो गर्न पनि गर्दैन मैले पहिला कतै पनि गरेको पनि छैन मैले सङ्गठनले जसलाई उपयुक्त ठान्छ हो त्यसलाई चाहिँ हामीले सहयोग गर्छौँ मै हुनुपर्छ भन्ने छैन अरू रामबहादुर श्यामबहादुर जुन आए पनि सहयोग गर्न अभिषेक तत्पर हुन्छ भए ठिक नभए झन् ठिक
अनि जस्तो अहिले तपाईँले तत्काल रूपमा राप्ती बबई क्याम्पसलाई सुधार्नु पर्ने पाटोको रूपमा 1 2 3 केलाई देख्नु भएको छ? सुधार्नुपर्ने पार्टमा चाहिँ एउटा हाम्रो अलिकति सिस्टम अलिकति ब्रेक भएको, जस्तै हाम्रो प्रशासनतिर चाहिँ अहिले भर्नाको समयमा निकै भिड हुन्छ, मान्छे 1 2 दिन लाइन लाग्ने, घर फर्किन्छन्, भोलिपल्ट आउँछन्। मैले चाहिँ अलिकति भोलिका दिनमा सुधार्नुपर्ने त्यहाँ एउटा सिस्टमेटिक तरिकाले जाने, जस्तै लाइन लाग्ने बिहानैदेखि आज बेलुकासम्म पालो आएको छैन भने उसलाई लाइन लगाएर दिनभर किन अड्याउने, उसलाई पनि केही यसको पछाडि उसको भन्ने टाइपको अथवा टोकन सिस्टम हुन्छ कि केही हुन्छ कि त्यसलाई मानेको छु। अरू त्यहाँ सुधार्नुपर्ने अब भवनहरू नयाँ बन्दैछन्, लाइब्रेरी पनि हाम्रो राम्रो छ, अलिक पुरानो भवनहरूलाई चाहिँ मैले अब त्यसलाई अलिकति त्यो असुरक्षित पनि भएको छ। भूकम्प प्रतिरोधी छ कि छैन भन्ने सवालमै के भूकम्प रोबोट भन्दा पनि त्यो धेरै पुरानो अलिकति कच्चा पनि छ, त्यसलाई पनि अब त्यो सम्पन्न भएपछि उता सारेर त्यसलाई भित्काएर फेरि अर्को गराउने भन्ने सोच पनि छ। अरू सवालमा अब अतिरिक्त खेलहरू हाम्रो छ, लाइब्रेरी हाम्रो छ, स्वच्छ पानी पनि छ, अति फिल्डहरू पनि छ, क्यान्टिन पनि छ सुविधाको लागि, त्यस्तो अहिले ऊ छैन। अलिकति अब चाहिँ मैले फीमा हेर्ने हो, अनि विद्यार्थीहरूले के समस्या ल्याउँछन् त्यसमा मात्रै म डिपेन्ड हुन्छु। जस्तो धेरै त्यहाँ के हुन्छ भने नेताहरूका अथवा विद्यार्थी नेताहरूका शिक्षक नेताहरूका आसेपासेले स्कलरसिप पाउने, तर जो त्यो टार्गेट ग्रुप हो नि, दलित, मधेसी, जनजाति, अपाङ्ग, अल्पसंख्यक, मुस्लिम होइन लगायतको अथवा शहीद परिवार, यिनीहरूले नपाएर नेताका आसेपासेहरूले मात्रै पाउँछन् छात्रवृत्ति भन्ने सुन्नमा आउँछ नि, के हो? त्यो म अहिले यो क्याम्पसमा आउँदै गर्दा मैले सबै गतिविधि बुझ्दै गर्दा त्यस्तो अहिले छैन। हाम्रो आज अर्को यिनी बाहेक अरू कोही गरिब जेहेन्दार पनि कोही क्षेत्रीय वर्गको हुनसक्छ, कोही बाहुन वर्गको हुनसक्छ, सबै वर्गका लागि। जस्तै उसले चाहिँ वडाबाट मेरो वार्षिक रूपमा 2 लाखभन्दा बढी आम्दानी हुँदैन भनेर पारित ल्यायो भने हामी त्यसलाई पनि स्कलरसिप छ हाम्रो। तर स्कलरसिपको उनीहरूले विद्यार्थीले प्रक्रिया त पुर्याउनु पर्यो नि, थाहै हुँदैन त, गुपचुप हुन्छ। होइन, हामीले हालिरहेको हुन्छौँ, उनीहरूले अब अलिकति त्यो क्याम्पसको नोटिस बोर्डमा यो क्षेत्रमा टाँसेको हुन्छ कि हुँदैन? हामीले त्योबाट पनि गरेका छौँ, हामीले सामाजिक सञ्जाल हाम्रो राप्ती बबई क्याम्पसको पेजबाट पनि गरिरहेको हुन्छौँ सूचनाहरू। त्यो मात्रै होइन, विद्यार्थी सङ्गठनका नेताहरूले पनि गरिरहेको हुन्छन्। त्यसमा चाहिँ जे छ सिस्टममै हामीले दिएकै छौँ। भनेपछि जस्तो पाउनै पर्ने टार्गेट ग्रुपले छात्रवृत्ति पाएको छ भन्नेमा यहाँ 100% ढुक्क हुन्छु। तर प्रक्रिया भएको जति आउनु भएको छ मैले 100% पाउनु भएको छ। प्रक्रिया चाहिँ ल्याउनु पर्छ। यही त झन्झटिलो के छ भने यो या त्यो बहानाको प्रक्रियामा म फेरि फर्केर जाऊ आऊ होइन, हामीले सूचनामा पहिले टाङ्दिएर आउँछौँ। तपाईँहरू द्वन्द पीडित हुनुहुन्छ, शहीद परिवारको हुनुहुन्छ भने त्यो कागज तपाईँले ल्याउनुपर्छ। तपाईँ अब 2 लाखभन्दा बढी आम्दानी छैन भने वडाबाट सिफारिस ल्याउनुपर्छ। अनि त्यति मात्र होइन, हामीले त अहिले अनि अरूको समावेशीको कुरा नै त्यही हो। उनीहरूले प्रमाणित त दिनु पर्यो नि त, केही न केही। भोलि बिहान फेरि अहिले एउटाले म द्वन्द पीडित हुँ मलाई दिनुपर्छ भन्ने प्रक्रिया केही छैन। अनि त्यसपछि एउटाले सिग्नेचर गरेर दिइसकेपछि भोलि सञ्चालकको मिटिङमा यो कसरी भयो भन्ने कुरा चाहिँ जवाबदेही त फेरि क्याम्पस त्यति धेरै पारदर्शिता छ नि? छ। तपाईँ ढुक्क हुनुहुन्छ? ढुक्क छु। अनि हामी कार्यक्रमको अन्तिममा आएका छौँ। यो खासमा यो अबको चुनावलाई यसलाई मिनी इलेक्सनको रूपमा पनि राजनीतिक दलहरूले हेरेका हुन्छन् के? विद्यार्थीको चुनावले नै भोलिको 84को यो पूर्व झिल्को हो पनि भन्छन्, र यसलाई कसरी लिनु भएको छ? हो, तपाईँले भने ठिक हो। अब नजिकै चैत 5 गते छ, 27 गते मनोनयन दर्ता छ, अब लागिसक्यो भनौँ। त्यस कारणले अब चाहिँ यो नेताहरूले हुने स्वाभाविकै कुरा हो, किनभने यहाँ सङ्गठन आफ्नो प्रत्येक राजनीतिक दलका आफ्ना सङ्गठनहरू छन्। सङ्गठन बलियो भने बल्ल राजनीतिक दल बलियो हुने हो भन्ने त्यो 100% हो। अब यसमा चाहिँ अब सबै अधिकार फेरि विद्यार्थीलाई छ, किन विद्यार्थीले मतका आधारमा गर्ने हो। अब त्यही भएर प्रत्येक सङ्गठनले पनि अहिले जस्तै टुङ्गेकै छैन, कसैको कुनै सङ्गठनहरूको टुङ्गेकै छैन राम्रोसँग। अब अहिले पनि उनीहरूले अहिले विद्यार्थीहरूको लोकप्रियता क्षमतावानहरूलाई सबैले हेरिरहेका छन्। अब यसले राम्रो उपयुक्त हामीले निर्वाचनले दिन्छौँ, अनि 84मा पनि हामी नेपाली काङ्ग्रेस विजय हुन्छौँ भन्ने म तपाईँलाई विश्वास राख्छु। हामी कार्यक्रमको अन्तिममा आएका छौँ, जाँदा केही भन्न चाहनुहुन्छ कि? अब तपाईँलाई मलाई यत्रो आमन्त्रित गर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। सम्पूर्ण एसटिएन च्यानललाई पनि धन्यवाद छ। आजको विषयमा मैले जति भनेको छु यो चाहिँ साँचो कुरा बोलेको छु मैले। अब चैत 5 गते आउने सोभियो निर्वाचनमा सम्पूर्ण विद्यार्थी साथीहरूले
चाहिँ मैले यहीँबाट नोटिस गरेँ है एउटा कुरा। अब यो विद्यार्थी त छु भन्ने, क्याम्पस नजाने, भोलि बिहान मैले मत हाल्न पाएन भन्न पनि सक्छ नि, तपाईँले आउन सक्छ। त्यसको लागि चाहिँ सबैले आइडी कार्ड अनिवार्य बनाउनुपर्छ, फोटो चाहिँ क्याम्पस प्रशासनमा बुझाउनुपर्छ भनेर। कहिलेसम्म? यो हाम्रो 25 गतेसम्म, आइतबारसम्म यहाँहरूले आफ्नो तयारी गर्नु पर्यो। त्यसपछि गएर फेरि होहल्ला गर्न पाइन्न। हस् त, आफ्नो व्यस्त समयका बावजुद यहाँसम्म आउनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।